व्यक्तिको अश्लील यौन भिडियो ल्याएर तपाईको भन्दै भिडियो सार्वजनिक सञ्जालमा सामाजिक सञ्जालमा प्रचार गरियो भने सोच्नुस् तपाईको श्रीमतीले तपाईलाई कसरी हेर्नुहुन्छ, तपाईका छोरीहरूले तपाईको आँखामा हेर्न सक्नुहुन्छ कि सक्नुहुन्न, यदि तपाईका दिदीबहिनीहरू तपाईहरुको माइती आउन सक्छन् कि सक्दैनन्, तपाईका छरछिमेकले तपाईलाई कसरी हेर्छन्, तपाईका आफन्तहरू कुनै आफ्नो कार्यालय वा अफिस जाँदाखेरि कस्तो पीडा भोग्छन्, आज त्यही पीडा मैले भोगिरहेको छु। त्यसैले त्यो भ्रम फैलाउनेलाई कारबाही गरियोस्। प्रहरी सत्ताको मात्रैकै हो कि यो देशको, यो जवाफ म गृहमन्त्रीसँग माग्न चाहन्छु। मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्। जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कहीँ प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार भएर बस्छु। म राजीनामा दिन तयार छु। होइन भने यही संसदका सदस्यहरूले अल्गोरिदम फैलाउँदै भ्रम फैलाउँदै आरोप गर्नेहरूको पनि स्वास्थ्य परीक्षण गरियोस्। म यो अपिल गर्न चाहन्छु। अब तपाईको घरलाई चाहिने सम्पूर्ण सामान होलसेल मूल्यमा नेपाल टेकमार्ट पेप्सिकोला काठमाडौँ अनलाइनबाट पनि बुकिङ गर्न सक्नुहुनेछ। सदस्यले रोस्टमको सम्माननीय सभामुख महोदय, माइक आइरहेको छ। सम्माननीय सभामुख महोदय, आज यो संसदमा म आफैलाई अग्नि परीक्षा दिन उभिएको छु। यो मेरो मात्र समस्या होइन, नेपालका धेरै मान्छेको समस्या हो। नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले गलत र भ्रात्मक सूचनाका कारणले आफैले पीडादायी घाँटी रेटिएर सेरिएर आत्मदाह गरेको इतिहास नेपाली राजनीतिमा जीवित छ। आज त्यस्तै अवस्था म माथि आइपरेको छ। खाइ नपाई छालाको टोपी लाई भन्ने उखान चरितार्थ भएको छ। सम्माननीय सभामुख महोदय, आज म माथि गम्भीर किसिमका आरोपहरू लागेका छन्। रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आयो भन्ने आरोप लगाइएका छन्। सम्माननीय सभामुख महोदय, म सिङ्गो देशलाई साँची राखेर यो संसदको रोस्टममा उभिएर प्रतिनिधि सभाको एक सांसदका हैसियतले सम्माननीय सभामुख र सिङ्गो संसदसम्म अपिल गर्न चाहन्छु। यही संसदमा स्वास्थ्य विभाग छ, स्वास्थ्य कर्मी सहितको टोली छ र टोली राखियोस्। चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अङ्ग जाँच गरियोस्। मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्। जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कहीँ प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार भएर बस्छु। म राजीनामा दिन तयार छु। होइन भने यही संसदका सदस्यहरूले अल्गोरिदम फैलाउँदै भ्रम फैलाउँदै आरोप गर्नेहरूको पनि स्वास्थ्य परीक्षण गरियोस्। म यो अपिल गर्न चाहन्छु। र अर्को विषयवस्तु, सम्माननीय सभामुख महोदय, सामाजिक सञ्जालमा कतै भेटिएको कुनै अमुक अर्कै व्यक्तिको अश्लील भिडियो, यौन अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र साई हो भन्दै प्रचार गर्नेहरू सम्बन्धीको कुरा हो। म यस संसदको रोस्टरमा उभिएर भन्न चाहन्छु, सम्माननीय सभामुख महोदय, म तपाईको संसदको सदस्य हुँ। संसदको गरिमा र मर्यादा कायम राख्नु मेरो कर्तव्य हो। तपाईँ मेरो अभिभावक हुनुहुन्छ, म तपाईको सदस्य हुँ। उक्त भिडियो यदि मेरो हो भने जाँच गरियोस्। म राजनीतिक जीवनबाट सन्यास लिन्छु। यदि त्यो भिडियो मेरो होइन, गलत सूचना गरियो भने प्रहरीले कारबाही किन गरेका छैन, सरकारले त्यस्ता व्यक्तिलाई कारबाही किन गरेको छैन, यसको जवाब माग्छु म। किनभने प्रहरीलाई हामीले निवेदन दिइसकेका छौँ। सम्माननीय सभामुख महोदय, तपाईँ हाम्रो अभिभावक हुनुहुन्छ। यसै गरी हुँदै नभएको अमुक व्यक्तिको अश्लील यौन भिडियो ल्याएर तपाईको भन्दै भिडियो सार्वजनिक सञ्जालमा सामाजिक सञ्जालमा प्रचार गरियो भने सोच्नुस् तपाईको श्रीमतीले तपाईलाई कसरी हेर्नुहुन्छ, तपाईका छोरीहरूले तपाईको आँखामा हेर्न सक्नुहुन्छ कि सक्नुहुन्न, यदि तपाईका दिदीबहिनीहरू तपाईहरुको माइती आउन सक्छन् कि सक्दैनन्, तपाईका छरछिमेकले तपाईलाई कसरी हेर्छन्, तपाईका आफन्तहरू कुनै आफ्नो कार्यालय वा अफिस जाँदाखेरि कस्तो पीडा भोग्छन्, आज त्यही पीडा मैले भोगिरहेको छु। त्यसैले त्यो भ्रम फैलाउनेलाई कारबाही गरियोस्। प्रहरी सत्ताको मात्रैकै हो कि यो देशको, यो जवाफ म गृहमन्त्रीसँग माग्न चाहन्छु। किनभने मैले पटक पटक जाँदासम्म अहिलेसम्म कारबाही गरिएको छैन।